डबल भोटको अन्तरमा हामी जित्छौँ। हाम्रो भोट 30,000 नाग्छ र दोस्रो हुने पार्टी भनेको कङ्ग्रेसै हो। अब अन्य पार्टीहरू तपाईँले नाम लिएका पार्टीहरू चाहिँ तेस्रो हुने कुराको प्रतिस्पर्धामा छन्। अनि खै हाले भए खै कहाँ जान्छ एकै पारेर घिच्न खोजे होला होइन। केपी शर्मा ओलीलाई बालनले हरायो भने चाहिँ के हुन्छ? आकाश पल्ट्यो भने के हुन्छ भने जस्तै हो। केपी शर्मा ओलीजी शानदार ढङ्गले जित्नुहुन्छ, त्यहाँ कुनै समस्या आकाश पल्टी जस्तै हो, असम्भवै हो त्यो। ल तपाईँले कहिले काहीँ भन्नु आकाशै पल्टेर हल्ला त मैले नि सुनेको थिएँ। कहिले कहिले अब 4-5 दिन बाँकी छ। ओराली लागेको हरिणको चाल भो बाँचुन्जेलसम्म पनि मरे